So hello, namaste. Myself Yuddhavali, Managing Director from Inspire Academy. र म यहाँको बारिस्टा ट्रेनर र हामीसँग यहाँ हुनुहुन्छ एडभान्स बारिस्टा कोर्स सिक्नु भएका हाम्रो एकजना स्टुडेन्ट हुनुहुन्छ र उहाँ अहिले सर्टिफिकेट प्रदान गर्ने क्रममा हुनुहुन्छ र हामीले सर्टिफिकेट प्रदान गरिसकेका छौँ उहाँलाई। र इन्स्पायर एकाडेमीमा म उहाँलाई चाहिँ एउटा क्वेसन सोध्न चाहन्छु। इन्स्पायर एकाडेमीमा आउनुभन्दा पहिले तपाईको सोच विचार कस्तो थियो, अथवा इन्स्पायर एकाडेमीसँग जोडिनुभन्दा पहिले तपाईले यो कफीको सेक्टरमा तपाईलाई के लाग्थ्यो कफी भनेको, र अब तपाई जाँदै हुनुहुन्छ एउटा प्रोफेसनल बारिस्टा स्किल सिकेर जाँदै हुनुहुन्छ त भोलि कुनै पनि कफी सिक्छु भन्ने भाइ बहिनीहरूलाई चाहिँ तपाई के भन्न चाहनुहुन्छ? सुरुमा म चाहिँ इन्स्पायर एकाडेमी आउँदाखेरि केही पनि थाहा छैन थियो कफी सम्बन्धी। अब कफी त हामीले अब कपमा हामीले सानो अब आर्टहरू देख्थ्यौँ होइन, त्यति नै होला, आर्ट मात्र सिक्ने मात्र होला भनेर भन्थ्यौँ। तर यहाँ आइसकेपछि हामीले धेरै कुरा सिक्यौँ। फुड सेफ्टीदेखि लिएर कस्टमर सर्भिस कसरी गर्नुपर्छ सबै कुरा सिक्यौँ। यहाँबाट पास आउट भएर जाँदाखेरि धेरै कुरा सिकेर जाँदैछौँ र पछि आउने भाइ बहिनी दिदी दाइहरूलाई अवसरको लाभ लिनु भन्ने आग्रह गर्छु। सो तपाईहरु पनि इन्स्पायर एकाडेमीसँग जोडिएर आफ्नो स्किल आफ्नो करियर डेभलप गर्न चाहनुहुन्छ भने आज नै हामीले सम्पर्क गर्नुहोस्। हामी तपाईकै दाङ जिल्ला दाङ होराई र दाङ डिस्ट्रिक्टमा रहेका छौँ र काठमाडौँ हाम्रो चाहिँ सामाकोसीमा रहेका छौँ। तपाईहरुले हामीलाई दिएको नम्बरमा कन्ट्याक्ट गर्न सक्नुहुन्छ। थ्यांक यू।